गुड मर्निङ साथीहरु, आजको यो बिहान चाहिँ तपाईलाई मेरो अर्को भ्लगमा स्वागत गर्दै आजको भ्लग रहेको छ मङ्गनी हाम्रो बहिनी कञ्चनको र यस भ्लगमा आज क्रिस्चियनिटीमा हुने मङ्गनीको सम्पूर्ण कुरा म तपाईलाई देखाउने छु। अहिलेलाई भने चाहिँ फाक्साको लागि प्याज फ्राई हुँदैछ। फाक्सा चाहिँ यहाँ छ। मेसक भाइले चाहिँ यहाँ भाइ के बनाउनु भएको तपाईले? यो त पन्जाबी डिक्स हुँदैछ। पन्जाबी डिक्स हुँदैछ। भाइले चाहिँ लुकेर फ्राई गर्दैछ। यहाँ हेर्नुहोस् है, पन्जाबी डिक्स हुँदैछ। यो चाहिँ कराईमा। अरू के भन्नु छ भाइलाई? अरू केही छैन, यहाँ तेलले उछिटेर पोल्दैछ। त्यसमा हामी धेरै खुसी छौँ र मेरो दिदीलाई त हजुरहरूले अब लगेर जानुहुँदैछ। अहिले त लगेर जानु हुँदैन, हालैमा अब यही दिनमा जुन मङ्गनीहरू भइरहेको छ, हामी हजुरप्रति पनि खुसी नै छौँ र हामी परिवार पनि खुसी नै छौँ। सर्वप्रथम एकअर्कामा हजुरहरू भन्दा नि अब हामी सबैजना शिवजीबाट प्रार्थना गर्छौँ। सारा सृष्टि, सारा ब्रह्माण्डको मालिक त्रिएक परमेश्वर, पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा, प्रभु हामी तपाईँको चरणमा आफ्नो शिर झुकाउँदछौँ अनि पवित्र आत्मा तपाईँले हामीलाई सहायता गर्नुहोस् र उहाँलाई सबै उठाउने बढाउने र आत्मिक रूपमा डराउने चाहिँ हाम्रो पास कर्म हुनुहुन्छ। उहाँले उहाँको विषयमा सबै कुरा जयमसी सबैजनालाई एकदमै बढेको एकदमै राम्रो मान्छे, हामी चाहिँ अहिले बेस्ट भाइ भनेर भन्छौँ। अनि उहाँलाई हाम्रो न्यू बेथेल चर्चको एउटा असल भेट हो। उहाँको भाइ माइती भनौँ अथवा भाइ चाहिँ उहाँ हुनुहुन्छ है, हाम्रो छेमा, आफ्नै छेमा, घरको छेमा र काका उहाँ हुनुहुन्छ। अनि उहाँको बाजेहरू पछाडिपट्टि हुनुहुन्छ अनि बडाहरू पनि हुनुहुन्छ है। यहाँनिर अलिकति घरको असुविधाले हुनाले चाहिँ अलिकति ओझेल पर्नु भएको छ। के चाहिँ जस्तै हामीले सुन्यौँ भाइ बेरोजगार छ, उसको कुनै पनि काम छैन मानिले, अब बुझ्ने भाषामा भन्नुपर्दा ऊ बेरोजगार छ होइन। अब उसको मानिले पृष्ठभूमि त्यति राम्रो विचारा सहज छैन भन्दा पनि तिमीले माया गर्यौ कि अथवा मन परायो? अब त्यो दुईटामा चाहिँ तिमीले चाहिँ के चाहिँ गरेर माया गर्यौ कि मन परायो भन्नु खोजेको? माया गरेको होइन, अगाडि अब प्रोमा बढ्दै गयो अनि अब राम्रै हुँदै गयो। अहिलेसम्म त्यस्तो केही नराम्रो कुराले गर्दा केही मौका पनि देख्दैन। अहिलेसम्म चाहिँ प्रोमा जब बढ्नु थाल्यो है, अन्त हो नै नलजा भनेको त अन्त के त्यस्तो गुण मन पर्यो अथवा माया लाग्यो कञ्चनलाई देख्दाखेरि? आज जुन यतिको हुनुहुन्छ उसकै हातमा छ उसको मायाले त्यसमा तपाईँ त चट्टकलाको बाँधेर चाहिँ त अन्त भोलिको दिन तपाईँले फेरि बिगार्ला फेरि मान्छे त धोकेदार हुन्छ। अब जबसम्म तपाईँले पाउनुहुन्न सबै उसको कुरा मान्नुहुन्छ, उसलाई पाइसकेपछि त मान्नुहुन्न नि। 3 बजी आयो भने तपाईँ 5 बजी आउनुहुन्छ। तपाईँ यीशुमा विश्वास गरेर परिवर्तन हुनुपर्छ। तपाईँले प्रभुमा आज्ञाकारी फेरि प्रभुले पनि परिवर्तन गर्दैन नि। ख्याल गर्नुहोस् पास्टरबाट, यीशु मसीहले कुनै पनि व्यक्तिले परिवर्तन गर्दैन, त्यस्तो शक्ति छैन उहाँमा। तर त्यति बेला मात्रै एउटा विश्वासी परिवर्तन हुन्छ जब यीशुको आज्ञाकारी बनेर हिँड्नु थाल्छ। त्यसमा त प्रभुले ढ्याउ गरेर परिवर्तन गर्दैन नि। यदि गर्ने भए उहाँहरू सबैले परिवर्तन गर्छ त उहाँलाई मैले प्रभु पाएको छैन, उहाँले प्रभु पाएको छैन। यहाँ कतिजना जसले यीशुलाई पाएको छैन, एक ढ्याउमा त सबै परिवर्तन हुनुपर्ने। तर जसले यीशुको श्रद्धा भक्ति र आज्ञाकारी बनेर ऊ जिउँदै जान्छ तब ऊ परिवर्तन हुँदै जान्छ। त नभए त विश्वासीहरू झन् बदमासहरू पनि हाल्छ। त्यो देवले खट्टा लगाइदेऊ न, खट्टा लगाइदेऊ लु, अब तिमीले देऊ लु, भाइले लु हात त देऊ न, यसो दुई हातले मजाले दिनु नि हो। कान्छा उठ लु, टोपी लु खै लगाइदिनु। जहिले टोपी लगाइदेऊ न है। तिनवटा टोपी त्यो त राउन्ड पो भयो त है। यो जेठो सालो खै बहिनी खै उसको जानु तिमीले खतरा लाग्यो, तिमीले ढोक्नु पऱ्यो। ऊ त दिदी हो नि त है, त्यही त त्यो त यता ढोक्नु पऱ्यो। यता तिमीले ढोक्दैन, ढोक्यौ त अन्त
खाएको फेरि त्यो फोटो खिच्ने बिजनेस बनाउनु बिजनेस बनाउनु दुईजनाले र आजको मगनी सकेर चाहिँ यहाँ खाना खानु लागिरहेको छ हाम्रो भाउजू आन्टीहरू ब्युटी भएर बसेको छ भाउजूहरू पकौडा पनि रहेछ के छ मासुमा हो फाक्सा चिकन अन्त भाउजू मुलाको चटनी मिक्स सब्जी मेरो पछि लाइन लागेको छ भाउजू कस्तो भात खानेहरू छ के छ भन्नु भाउजूलाई अन्त कत्रो भात खानु भएको भाउजू यो चाहिँ कम्ती खाएको ल आएमा